हेलो गाइस, सबैजनालाई वेलकम। दिस इज माई मिनी ब्लग। सबैजनालाई वेलकम छ साथीहरू। आज चाहिँ म तपाईहरुलाई काम गरेको भिडियो लिएर आएको छु। अरू बेला सधैँ कमेडी गरेको भिडियोहरू बनाइराखेको थिएँ, हाँसिरहेको, रमाइलो गरेको। यदि तपाईहरुलाई त्यस्तो कस्तो खालको भिडियो मन परेको छ भन्न सक्नुहुन्छ। आज चाहिँ म काम गरेको भिडियो हेरौँ है त साथीहरू। लास्टसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। आज चाहिँ मम्मी, म, भाइ धान टिप्न गएको थिएँ। यो भिडियो चाहिँ मङ्सिर 1 गतेको हो साथीहरू। तर धेरै दिन भइसक्यो, म अलि बिजी भएको कारणले हाल्न पाएन। भोइस ओभर गरेर हाल्छु भनेर बनाएको थिएँ यो भिडियो चाहिँ साथीहरू। अनि गाउँमा चाहिँ म के गर्दैछु, कतिको बिजी छु, केमा बिजी छु भनेर सोचिरहेको होला मेरो साथीहरूले। तिम्रो साथी हेर यस्तरी काम गर्दैछ, गाउँमा धान टिप्ने, घाँस काट्ने, मकै रोप्ने, त्यस्तै काममा बिजी छ गाउँतिर चाहिँ। अनि गाइजहरू, आज यो धान टिपेको बारीमा चाहिँ आज मकै टिप्नु पर्नेछ, मकै रोप्नु पर्नेछ। मकै रोप्न जानुपर्नेछ एकछिनमा हामी। यदि तपाईहरुलाई मकै रोपेको भिडियो हेर्न मन छ भने कमेन्ट गर्नुहोला। म चाहिँ तपाईहरुलाई हाम्रो गाउँमा धान टिपेर कसरी ठेसर लगाउँछ, कसरी के गर्छ सबै देखाउने छु। अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ 3 जनालाई चाहिँ धेरै टाइम लाग्यो गाइजहरू धान टिप्नको लागि। गाइस, तपाईहरुले सधैँ मलाई टिकटक बनाएको मात्रै भनेको सोचेको होला कोहीले त। म टिकटक मात्र होइन के, काम पनि धेरै गर्छु, एकदम जागरिलो पनि छु, एकदम मेहनती पनि छु। त्यो तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्न कि म एकदम छिटो पनि काम गर्छु, टिकटक पनि बनाउँछु, सबैतिर एक्टिभ छु भन्न चाहन्छु। हजुरहरूको बिनु सबै काम एकदम जान्ने बुझ्ने छिन् भनेर म आफ्नो तारिफ आफै गर्न चाहन्छु। यति तारिफ गर्दै अरू कुरा गर्न चाहन्छु म। के भने टिकटक बनाउनको लागि मात्रै सजिलो रहेछ साथीहरू। काम गर्न चाहिँ यति गाह्रो छ नि, यति गाह्रो छ। हेर्दाखेरि यति सजिलो देखिरहेछ, यति मजा आइरहेछ भिडियो हेर्नको लागि तपाईहरुलाई, हैन त। भिडियो हेर्न जस्तै सजिलो, कास काम गर्नलाई सजिलो भए त कति आनन्द आउँथ्यो होला, हैन त साथीहरू। काम गरिरहेको छु हैन, खासै चर्को घाम त लागेको फिल भइरहेको थिएन, तर यस्तो पसिना आइरहेको थियो कि यस्तो मेहनत गरिरहेको थिएँ, लागिरहेछ कि म जस्तो जागरिलो छोरी कसैले पाएको छैन होला। मेरो आमा बाउ त एकदम भाग्यमानी हुनुहुन्छ, म यस्तो जागरिलो छोरी पाएको छ भनेर। ओ माइ गॉड। म हरेक कुरा गर्छु क्या, तर सबै कुरा गर्छु। टिकटक पनि बनाउँछु, युट्युब पनि चलाउँछु, भ्लगहरू बनाएको छु साथीहरू अलिअलि। सबैले गएर त्यहाँ सब्सक्राइब गरिदिने मलाई। अनि साथीहरू, हाम्रो धान टिपेर सक्यो ओसारेर, त्यसपछि हाम्रो ठेसर आयो। धेरै पर्खाइपछि ठेसर आयो, त्यसपछि हामीले ठेसर लगायौँ। ठेसर यस्तरी लगाइरहेको छ कि साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरुले। हाम्रो धान खासै धेरै आएन साथीहरू, म देखाउँछु लास्टमा, एकछिन वेट गर्नु होला। म चाहिँ भिडियो गर्दैछु अहिले, क्यामेराम्यान बन्दैछ मेरो मम्मी, अनि भाइले चाहिँ यहाँ धान थाप्दै हुनुहुन्छ। हाम्रो धान देखाउनको लागि म एकदम तयारीमा छु। तपाईहरुलाई हाम्रो धान कति आयो त भनेर देखाउन गइरहेको छु साथीहरू, हेर्नु होला। हेर्नुहोस् दर्शकबिनहरू, हाम्रो धान यति आयो। 5 कट्ठाको धान जम्मा यति आयो। कति कन्टर भन्दाखेरि 96 कन्टर जम्मा आएको छ। यति भए पनि हामी खुसी छौँ गाइस। सनसेट भइरहेको छ, भ्यू एकदम राम्रो देखिरहेको छ साथीहरू। हाम्रो दिनभरिको कामको व्यस्तताको कारण लास्टमा मेरो अनुहार यस्तो भएको छ साथीहरू, हेर्न सक्नुहुन्छ। एकदम थकित अनि निराश माया लाग्दो अनुहार लिएर म आइसकेको छु। अब यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। बाई बाई। बाई बाई भन्नुभन्दा अगाडि म केही शब्द भन्न चाहन्छु। सबैजनाले मलाई फलो गरिदिनु होला। यस्तै हँसाउने कमेडी भिडियो हेर्न मन लाग्छ भने फलो गर्नुहोला, युट्युबमा सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।